हेलो गाइज, हामी फाइनली चाहिँ अब यो हामी विश्व शान्ति द्वीपमा पनि आइपुगेका छौँ। यो शान्ति द्वीप सन् 1986 नोभेम्बर 1 तारिकका दिन तत्कालीन अधिराजकुमार श्री 5 ज्ञानेन्द्र वीर विक्रम सागरका बाहुलीबाट प्रज्वलित भएको हो। विश्व समुदायमा शान्ति र भाइचाराको प्रतीक यो ज्वाला अन्तर्राष्ट्रिय शान्ति वर्ष मनाउनका लागि संयुक्त राष्ट्रसङ्घ न्युयोर्क संयुक्त राज्य अमेरिकाबाट ल्याइएको हो। यो चाहिँ शान्ति द्वीप तपाईँले देख्न सक्नुहुन्छ। यो बलेको छ, जति बेला नि बलेको छ है। यो लुम्बिनीको यो शान्ति द्वीपमा अनि हामी यहाँपट्टि छ हाम्रो लक्ष्मी बुद्धको चाहिँ त्यो मूर्ति छ। हेलो गाइज, हाउ आर यु? फाइन भेरी फाइन। कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ लुम्बिनीको बिहानको मर्निङको टाइममा चाहिँ एकदमै होइन अघि त कस्तो शीतल भयो। शीतलमा अब घाम सुरु हुन लाग्छ होइन। दिउँसोमा घुम्न सकिन्न अहिले गर्मीले गर्दाखेरि होइन हो। जाडोमा आउनु के भयो? के भएन रुन लाग्छ क्या? हैन के गर्नु लाग्छ त? के हैन हो खुसीले हो क्या? खुसीको आँसु हो क्या यो? आँसु कसैको घुम्न लिएर आयो भनेर खुसीको आँसु हो। आँसु होइन। ल गाइज, हामी चाहिँ अब यो दीप प्रज्वलनको ठाउँबाट चाहिँ हामी अब अगाडिपट्टि जान्छौँ मायादेवीको टेम्पलमा।